हेलो हेलो गाइस सबैजनालाई नमस्ते। आज चाहिँ म मसरुम पकौडा बनाउँदैछु। सबैजनाले हेरेर साथ दिनुहोला। भुलचुक भएमा कमेन्टमा सल्लाह सुझाव दिनुहोला है त। मैले चाहिँ पहिलो पटक बनाउँदैछु नि त, त्यसैले अनि यस्तै सिम्पल तरिकाले चाहिँ बनाएँ। थोरै तेल अनि त्यसमा थोरै तातेपछि चाहिँ मैले मसरुम राख्दाखेरि हातले राखेको मेरो हातै पोल्दियो, त्यसैले चाहिँ मैले चिम्टाले राखेको। हेर्नुहोस् त कति राम्रो भएर पाकिसकेको छ। वाउ, यसरी नै हजुरहरू पनि बनाएर खानु होला जाडोमा तातो तातो मसरुम पकौडा है। फाइनली मेरो चाहिँ मसरुम पकौडा पाकिसकेको छ। हजुरहरू पनि यसरी नै बनाएर खान सक्नुहुन्छ। त्यसको साथसाथै सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त।